प्रधानमन्त्रीज्यू जो सरकार देशको अभिभावक हुनुहुन्छ, कार्यकारी प्रमुख हुनुहुन्छ, उहाँले नै त्यस प्रकारको गैर जिम्मेवार अभिव्यक्तिहरू र त्यस शक्तिको या बलको भाषा बोलिराख्नु भएको छ। विरोध गर्ने बित्तिकै शक्तिको भाषा बोल्ने होइन, यसतर्फ सरकारको म ध्यानाकर्षण गराउन चाहन्छु। त्यसमा पनि सामान्य सरकारले दमनको भाषा बोलिरहेको छ। विगत 1 महिनादेखि शिक्षकहरू आफ्नो पेशागत माग लिएर आन्दोलनरत रहेका छन्। शिक्षकहरूको विगत सरकारसँग भएका 3 वटा सम्झौताहरू कार्यान्वयन गर्ने, जिम्मेवारीपूर्वक संवाद गर्ने, जिम्मेवारीलाई छोडेर सरकारले दमनको भाषा बोलिरहेको छ। हिजो मात्रै शिक्षकहरूमाथि निर्मम दमन भएको छ। त्यो दमनको घोर भर्त्सना गर्दछु, विरोध गर्दछु। सामान्य सभामुख महोदय, लोकतान्त्रिक सरकारको विशेषता भनेको जनतासँग संवाद गर्ने हो, पेशाकर्मी या कुनै सरकारवालासँग संवाद गर्ने हो। विरोध गर्ने बित्तिकै शक्तिको भाषा बोल्ने होइन, यसतर्फ सरकारको म ध्यानाकर्षण गराउन चाहन्छु। त्यसमा पनि सामान्य प्रधानमन्त्रीज्यू जो सरकार देशको अभिभावक हुनुहुन्छ, कार्यकारी प्रमुख हुनुहुन्छ, उहाँले नै त्यस प्रकारको गैर जिम्मेवार अभिव्यक्तिहरू र त्यस शक्तिको या बलको भाषा बोलिराख्नु भएको छ। यसप्रति मेरो आपत्ति छ र सम्मानित प्रधानमन्त्रीलाई यो कुरा सच्याएर शिक्षकहरूलाई संवादमा ल्याउन र मागहरू सम्बोधन गर्न म